सूचना प्रविधिमा महिला WIIT सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिला र यस क्षेत्रमा लाग्ने महिलाहरूलाई प्रेरित गर्ने उद्देश्यले सन् 2019 मा स्थापना भएको गैर नाफामूलक संस्था हो। स्थापना कालदेखि नै WIITले डिजिटल साक्षरता, साइबर सुरक्षा, डिजिटल समावेशिता, डिजिटल सिप, AI लगायतका नयाँ तथा उदाउँदा प्रविधिबारे विभिन्न कार्यक्रम तथा छलफल गर्दै आएको छ। सरकारी तथा निजी क्षेत्रमा सूचना प्रविधिको उच्च तहमा बसेर काम गरिसक्नुभएका अब्बल महिलाहरूले WIITको नेतृत्व गरिरहनु भएको छ। सूचना प्रविधि क्षेत्रमा बटुलेको त्यही लामो अनुभव र सङ्गालेको ज्ञान देशका दूरदराजमा गएर बाँड्दै प्रविधिको जनचेतनामा अनवरत लागिरहनु भएको छ। सन् 2024 मा पनि WIITले सरकारी विद्यालय र महिलाहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। यस अन्तर्गत भक्तपुरका सरकारी स्कुलका शिक्षिकाहरूलाई कम्प्युटर साक्षरता कार्यक्रम, रूपन्देही, पर्वत, पाल्पा तथा पोखराका सरकारी तथा सामुदायिक स्कुलहरूमा 2 दिने जीवन उपयोगी डिजिटल सिप र साइबर सुरक्षा बारे वर्कसप, काठमाडौँको विभिन्न विद्यालयहरू तथा कलेजहरूमा साइबर सेक्युरिटी ह्याकाथन, दोलखा, सुनखानी र काठमाडौँको सामुदायिक विद्यालयहरूमा रोबोटिक्स वर्कसप, भक्तपुरको ठिमी स्कुलमा ग्राफिक डिजाइन तालिम, ललितपुर महिला च्याम्बर, पाटन क्याम्पस र काठमाडौँको महिलाहरूलाई डिजिटल पेमेन्ट सम्बन्धी तालिम र विभिन्न विद्यालयहरूका छात्राहरूलाई करियर विकासमा विज्ञान तथा प्रविधिको भूमिका विषयमा संवाद कार्यक्रम गरेको थियो। साथै अन्तर्राष्ट्रिय महिला दिवसमा कन्क्लेभ र अन्तर्राष्ट्रिय गर्ल्स इन ICT डेको अवसरमा ठिमीमा प्रभात फेरी कार्यक्रम र एजुकेट हर सी क्यान लिडको टाइटलको कन्फरेन्स समेत आयोजना गरिएको थियो। प्रभात फेरी कार्यक्रममा 300 बढी छात्राहरूको सहभागिता रहेको थियो। यसबाहेक गत वर्ष संस्थाले सूचना प्रविधिमा महिलाको अवस्था, अवसर र चुनौती तथा सूचना प्रविधिमा महिलाको नेतृत्व बढाउने उद्देश्यसहित एउटा महत्त्वपूर्ण अनुसन्धान समेत गरेको छ। विभिन्न सरकारी, गैर सरकारी तथा निजी सङ्घ संस्था र ICTका महिलाहरूसँग मिलेर गरिएको यो अनुसन्धान प्रतिवेदन ICTमा महिलाको अवस्था थाहा पाउन र सहभागिता बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। त्यसो त पछिल्लो समय सूचना प्रविधिमा महिलाहरूको आकर्षण र सहभागिता बढ्दै गएको छ। IT स्टार्टअपदेखि कर्पोरेटसम्मको उच्च तहमा बसेर समेत महिलाहरूले काम गरिरहेका छन्। यो तपाईँ हाम्रो लागि गौरवको विषय हो। ICTमा महिला सहभागिता बढ्नुमा WIITको योगदान पनि उत्तिकै छ। सूचना प्रविधिमा महिलाहरूको क्षमता अभिवृद्धि गर्न र सहभागिता बढाउन WIITले गरिरहेका विभिन्न कामहरू प्रशंसनीय छन्। नेतृत्व विकास, डिजिटल साक्षरता, नेटवर्किङ र मेन्टरसिप जस्ता पहलहरूबाट सूचना प्रविधिमा लागेका र लाग्न चाहने इच्छुक महिलाहरूलाई शक्तिकरण, मार्गदर्शन र अभिभावकत्वको भूमिका निर्वाह गरिरहेको WIITको प्रयासले आगामी दिनमा ITमा महिला सहभागिता अझै बढ्ने विश्वास गरिएको छ। आउनुहोस् यस कार्यमा तपाईँ हामी सँगै हातेमालो गरौँ।